सम्पूर्णमा नमस्कार। म रोशन थापा मगर हाल पोर्चुगलदेखि बोल्दैछु। यो मेरो पहिलो पोडकास्ट हो र आज हामी पोर्चुगलको कागजात सम्बन्धी नोटरी र अन्य कागजात सम्बन्धी हामी केही छलफल गर्नेछौँ र यस छलफलमा हामीलाई साथ दिनको लागि गङ्गा बहादुर निम्कु साथ दिनुहुन्छ र उहाँ विगत 5-6 वर्षदेखि यहाँ काम गर्दै र सामाजिक अभियन्ताको रूपमा काम गर्दै आउनु भएको छ र निरन्तर पनि दिनुभएको छ र यो बारेमा हामी उहाँसँग नै हामी छलफल गर्नेछौँ है। नमस्कार, तपाईँलाई स्वागत छ। जुजलबा नमस्ते। हामीले सुनेका छौँ तपाईँले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न अभियानमा 5-6 वर्ष लामो सङ्घर्ष गर्नुभयो र गरिराख्नु भएको नि छ र अन्ततः यो सम्भव पनि भयो। त्यसकारण धेरै नेपाली तपाईँलाई यो पहलको मुख्य अभियन्ता पनि मान्छन् र मेरो प्रश्न के छ भन्दा तपाईँको लागि, यदि तपाईँ नेपाल सरकारलाई पोर्चुगलमा नेपाली दूतावास र नेपालमा पोर्चुगलको महावाणिज्य दूतावास वा भिसा सेन्टर नेपालमा स्थापना गर्नु यथार्थ बुझाउनु सक्ने व्यक्ति हुनुहुन्छ भने आज नेपाली राजदूतावासले प्रमाणीकरणका नाममा 100 युरो शुल्क पनि लिँदै आएको यो विषयमा तपाईँको के धारणा छ? सर्वप्रथम चाहिँ म के भन्छु भन्दाखेरि नेपाल राजदूतावासले प्रमाणीकरणको नाममा चाहिँ 100 युरो लिएको होइन। यो भनेको नेपाल सरकारको मन्त्रीमण्डलले चाहिँ टोक्ने हो। जुन युरोपका देशहरूमा चाहिँ 100 युरो भनेर चाहिँ 2080 साल साउन 1 गते मन्त्रीमण्डलको बैठक बसेर नै टोकेको हो। यो प्रमाणीकरणको रेट नै हो। अब यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि नेपाल सरकारले कुनै पनि देशमा शुल्क नलिने, सेवा शुल्क नलिने हो भने एमबिसीले पनि बिना शुल्क नै काम गर्ने हो र त्यस कारण एमबिसीलाई दोष दिन यसमा चाहिँ त्यति चाहिँ जायज लाग्दैन हैन। उहाँहरूले भनेको नेपाल सरकारको सेवा शुल्कको दस्तुर जति छ त्यो अनुसारबाट काम गर्ने हो। तर अब हामीले चाहिँ यहाँ बरु मैले चाहिँ देखिरहेको छु यो जुन पोर्चुगलमा एउटा चाहिँ मिसअन्डरस्ट्यान्ड देखिरहेको छु र उहाँले चाहिँ हरेक व्यक्तिहरूलाई चाहिँ मैले कुरा गर्दाखेरि जो संस्थाका अध्यक्षहरू होस्, समाजसेवी भन्नुडाहरू हो होइन, कन्सल्टेन्सीका यहाँका जो माइग्रेट कन्सल्टेन्सीका व्यक्तिहरूसँग पनि कुरा गर्दाखेरि उहाँले पहिला त यो हाम्रो कन्सुलेटले त डस्टुमा गर्थ्यो, एटीमा गर्थ्यो भनेर भनिरहन्छन्। तर कन्सुलेटले कहिले पनि प्रमाणीकरण गरेको चाहिँ मलाई थाहा छैन। उहाँले चाहिँ नोटरी गर्ने हो। नोटरी र प्रमाणीकरण भनेको दुईवटा फरक पाटो हुन्। हजुर। अब तपाईँको नोटरी भनेको के हो त भन्दाखेरि यो देशको नोटरी पब्लिकेसनले चाहिँ कुनै पनि संस्था या त वकिललाई लाइसेन्स दिएर उहाँले चाहिँ प्रमाणीकरण गर्न पाउने। त्यो भनेको कस्तो भन्दाखेरि एउटा कागजात हुन्छन् जो हामीले चाहिँ नेपालबाट ल्याएको होस्, त्यो चाहिँ फोटोकपी गरेर फोटोकपीलाई चाहिँ सक्कल बमोजिम ठिक छ भन्ने मात्रै हो। उसले चाहिँ यो कागज नेपाल सरकारको हो, हाम्रो हो भन्ने चाहिँ होइन। तर प्रमाणीकरण भनेको चाहिँ नेपाल सरकारको कागज हाम्रो हो भनेर चाहिँ गर्ने हो हैन। अब यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो मेरो जन्मदर्ता यो चाहिँ मेरो जन्मदर्ता नेपाल सरकारबाट जारी गरेको, यहाँ चाहिँ उसले चाहिँ नोटरी गरेको होइन। नेपाल सरकारले नै चाहिँ यसलाई चाहिँ हाम्रो हो भनेर प्रमाणीकरण गरेको। यो प्रमाणीकरण भनेको चाहिँ आफ्नो हो भनेर प्रुफ गरेको। यो चाहिँ राजदूतावासले बाहेक अरूले गर्न पाउँदैन हैन। अब यो चाहिँ अब मैले चाहिँ अब यो जुन प्रमाणीकरण गरेको चाहिँ मैले धेरै ठाउँमा दिनुपर्ने हुन्छ होला हैन। अब यसलाई चाहिँ अब एउटा पो निस्किन्छ त एकचोटि हैन। त्यसलाई चाहिँ फोटोकपी गरेर चाहिँ बरु नोटरीका लगेर यो पनि देखाउने हो उसलाई र फोटोकपीलाई चाहिँ देखाएर सक्कल बमोजिम नक्कल ठिक छ भनेर नोटरी गर्ने हो। यो प्रमाणीकरण र नोटरीमा चाहिँ धेरै अन्तर छन्। यसकारण चाहिँ हामीले के बुझ्नुपर्छ भने नोटरी भनेको चाहिँ एउटा चाहिँ नोटरी पब्लिकेसनले चाहिँ अथराइज दिएको व्यक्ति वकिल होस् होइन या त संस्था हो, त्यसले चाहिँ गर्ने हो। अब यो चाहिँ अब अस्ट्रेलियाकै कुरा गर्ने हो भने नोटरीले नगरेको ठाउँमा जेपीले पनि गर्छ। जेपी भनेर पिस अफ जस्टिस भनेर होइन, उहाँले त निःशुल्क गर्नुहुन्छ। अब जेपीले चाहिँ निःशुल्क गर्छन्, नोटरीले किन 5 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ लिने भनेर भन्न पनि मिलेन। अब यो प्रमाणीकरण भनेको नेपाल सरकारले अहिलेलाई चाहिँ युरोप देशहरूमा चाहिँ 100 युरो भनेर टोकेको छन्। यदि भोलि चाहिँ नेपाल अर्थतन्त्र विकास भएर 50 युरो गर्ला या 25 युरो गर्ला या त निःशुल्क पनि सेवा देऊ न भन्ने हुन्छ होला। त्यो भयो भने राजदूतावासले त्यो अनुसारबाट गर्छन्। अहिले भनेको नेपाल सरकारले जे गरेको छन् 100 युरो भनेको चाहिँ
त्यो चाहिँ पुलिस रिपोर्टमा मात्रै, अरूमा फेरि फरक छन्। पुलिस रिपोर्टमा €100 गरेकोमा चाहिँ दूतावासलाई चाहिँ दोष छैन। बरु हामीले सक्छौँ भने हामी चाहिँ नेपाल सरकार जो अहिलेको अर्थमन्त्री रामेश्वर खनालज्यूलाई अनि परराष्ट्र मन्त्री एवं प्रधानमन्त्री हाम्रो सुशीला कार्कीज्यूलाई हामी कुरा बुझौँ। हामीलाई अलिक दुःख छन्, हामीलाई चाहिँ आर्थिक भार छ भनेर हामीले बुझाउन सक्यो भने त्यसमा चाहिँ पहल गर्नुपर्छ। त्योमा पनि कम्ती हुन जान सक्छ है। तर सबै एकजुट भएर पहल गर्नु पर्यो। पहल गरेमा तपाईँको शुल्क पनि दर पनि घट्नेवाला नि छ। सम्भव छैन भने छैन। तर यहाँ चाहिँ दूतावासलाई कराएर यहाँ चाहिँ कम्प्लेन गरेर होइन कि हामी चाहिँ नेपालको सरकारमा चाहिँ गएर चाहिँ भन्न सक्नुपर्छ। हजुर, धन्यवाद। र यो भिसा सेन्टर पनि यो नेपालमा स्थापना भन्ने कुराहरू पनि हल्लाहरू धेरै छ यताउता। यो बारेमा तपाईँको स्पष्टीकरण पनि बुझाइदिनुहोस्। कतिहरूलाई यहाँ पोर्चुगलमा थाहा छैन, यो कुरा अझ नि होइन के भन्छन्, यो बारेमा के जानकारी दिन चाहनुहुन्छ? यो भिसा सेन्टरबारे चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जब हाम्रो राजदूतावास चाहिँ स्थापना हुने भयो पोर्चुगलमा, त्यसपछि चाहिँ संसदीय सुनाइ हाम्रो राजदूतज्यूलाई चाहिँ संसदीय सुनाइमा लिएर जानुभयो। संसदीय सुनाइमा जाँदाखेरि चाहिँ राजदूत भएर जाने के काम गर्ने त भन्दाखेरि उहाँले चाहिँ प्रमुख काम नै पोर्चुगलको भिसा सेन्टर चाहिँ म नेपालमा स्थापना गर्छु भनेर चाहिँ उहाँले चाहिँ आफ्नो प्रतिवेदन लिएर जानुभएको थियो। यो चाहिँ 2081 साल भदौ 17 गते सोमबारका दिन र संसदबाट नै पास भइसकेपछि उहाँले चाहिँ आफ्नो वडाको प्रमाणपत्र बुझाउँदाखेरि पनि, यहाँको राष्ट्रपतिलाई बुझाउँदाखेरि पनि प्रमुख एजेन्डा त्यसैमा लिएर जानुभएको थियो। र यो चाहिँ यहाँको सरकारले पनि सहर्ष स्वीकार गरेको छन्, स्वागत गरेको छन् र यही अनुसार चाहिँ काम भएको छन्। नेपाल सरकारले चाहिँ पोर्चुगल सरकारले पनि पत्राचार गरेको चाहिँ मैले जानकारी पाएको छु। सायद चाहिँ सम्भवतः अब शीघ्र नै स्थापना हुन्छ। ठिक छ। अब मेरो अरू पनि जिज्ञासा छ तपाईँको लागि एउटा प्रश्न। यो भिसा सेन्टर यो भिएफएसमा के भिन्नता छ र यो भिसा सेन्टर नेपालमा स्थापना भएपछि नेपालीले कहाँसम्मको कतिसम्मको सहजता पाउनेछन् र यसको काम के हो? यो भिसा सेन्टर भनेको चाहिँ भिसा दिने नै भयो, त्यही अफिसबाट भिसा दिने अफिस भयो। यो दूतावास अन्तर्गतकै एउटा शाखा हुन्छ। अब भिएफएस भनेको त तपाईँको पासपोर्ट कागजातहरू चाहिँ लिएर जाने, दूतावाससम्म पुर्याउने, दूतावासबाट ल्याएर चाहिँ तपाईँले दिने हो कि त्यो एउटा चाहिँ त्यो चाहिँ आधिकारिक पत्र जस्तै हामीले डिएचएल गर्न मिल्दैन, हुलाकबाट पठाउनु मिल्दैन। यो भनेको पासपोर्टहरू त्यो कानुनी रूपमा, तर त्यो कानुन प्राप्त अरूको व्यक्तिको पासपोर्ट पनि बोक्न मिल्ने, डकुमेन्ट पनि बोक्न मिल्ने भनेको भिएफएक्स हो। त्यो चाहिँ दूतावास अन्तर्गत नै चल्ने हो। त्यो भिएफएक्स भएर चाहिँ भिसा सेन्टरको काम चाहिँ गर्दैन। भिसा सेन्टरले भनेको भिसै दिने भयो, भिएफएक्सले भनेको त्यहाँसम्म तपाईँको कागजपत्र चाहिँ पुर्याउने मात्रै काम हो। हजुर, धन्यवाद। यसको मतलब तपाईँलाई भिसा सेन्टर नेपालमा स्थापना भएपछि नेपालीहरूलाई अब शास्ति भोग्नु पर्दैन, सरल हुन्छ। जस्तै अब हामीले चाहिँ कस्तो भइरहेछ भने हाम्रो चाहिँ छिमेकी राष्ट्र हो न्यू दिल्ली होइन, इन्डिया। तर हामी जाँदाखेरि अब तपाईँको अब यहाँ चाहिँ परिवार भइरहेको हुन्छन्। अब कोही चाहिँ एउटा महिला मात्रै त्यहाँ जानुपर्ने हुन्छन्, कोही चाहिँ हाम्रो चाहिँ अलिकति भर्खरको उमेर पुगेका 18-19 वर्षका हाम्रा नानी बाबुहरू त्यहाँ जानुपर्ने हुन्छन्। जाँदाखेरि विभिन्न दुर्घटना हुन सकिन्छन्, त्यहाँ ठगिने सम्भावना छन् होइन। त्योबाट त हामी बच्यौँ त। आफ्नै देश राजधानी काठमाडौँमा गर्दाखेरि त हाम्रै देशमा त त्यो समस्या आउँदैन। त्यो प्लस चाहिँ अब हाम्रो खर्च धेरै गाह्रो छ नि त, त्यो चाहिँ समस्या समाधान हुन्छ। ठिक छ। अब अर्को प्रश्न मेरो के छ भन्दा तपाईँको लागि, विगतमा जब अवैधानिक महावाणिज्य सङ्घ दूतको कार्यालय मार्फत सेवा दिइन्थ्यो त्यति बेला त्यही कामको शुल्क जम्मा 7 देखि 15 युरो मात्र लिइन्थ्यो र थियो। तर अहिले भने शुल्क बढेर धेरै नेपाली श्रमिकका लागि भारी भएको छ। यसमा तपाईँको के विश्लेषण छ, के भनाइ छ? होइन, यसमा चाहिँ मैले अघि नै पनि अलिकति बुझाएको थिएँ। हाम्रो पोर्चुगलमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ मिसअन्डरस्ट्यान्ड मात्रै भएको काम, त्यो बेला चाहिँ नोटरी भएको, ट्रान्सलेट भएको, अहिले चाहिँ प्रमाणीकरण हो होइन। नेपाल सरकारले प्रमाणीकरण गरेको चार्ज र नोटरीको त चार्ज फरकै हुन्छन्। अब काम चाहिँ के फरक छ र भन्ने कुरा बुझ्नु पर्यो। अब हिजो यहाँ चाहिँ सेफ थियो होइन, अहिले त आइमा आइसकेछन्। अब पहिला चाहिँ नोटरीले पनि काम लिएको
थियो, दिएको थियो कागज होइन। अब म पनि 2016मा आएको थियो, लगभग 8-9 वर्ष यहाँ बस्दाखेरि मलाई पनि थाहा थियो। मैले पनि कार लिँदाखेरि नोटरी मात्रै गरेको थिएँ होइन। अब नोटरी गर्दाखेरि पनि मान्यता थियो त्यो बेला चाहिँ हाम्रो यहाँ चाहिँ राजदूतावास थिएन होइन। राजदूतावास नहुँदाखेरि अलिकति हामीलाई फेसिलिटी पनि दिएको होला सायद, तर त्योभन्दा पनि पहिला त सेफ थियो, अहिले आइमा छ होइन। सेफले माने होला, आइमाले मानेन, अहिले प्रमाणीकरण गरेर नै लिएर आउनु भन्नुभएको छ होइन। नोटरी त आजभोलि पनि हामीले त वकिलबाट चाहिँ 5 युरो 10 युरो 15 युरो अहिले पनि गर्न पाइरहेकै छौँ नि। त्यो नोटरी भनेको त नोटरी पब्लिकेसनबाट जसलाई दियो त्यही नै बराबर नै हो। तपाईँले महावाणिज्य दूत मकर हमाल नै चाहिन्छ, उहाँ नै फलाने नै चाहिन्छ भन्ने छैन कि। जसले चाहिँ वकिलको होस् या त संस्थाको होस् होइन, मान्यता प्राप्त एउटा नोटराइजले गर्न पाइहाल्यो। अब त्यो भनेको चाहिँ अघि नै पनि मैले बुझाइसकेको छु। कुनै पनि जस्तै अब यो मेरो चाहिँ कामको डिक्लेरेसन आयो होइन, यो त अब तपाईँको कहीँबाट प्रमाणित छैन होला नहोला होइन। उसले चाहिँ आफूले बनाइल्याएको कि भन्ने जस्तो भयो भने ओरिजिनल राखेर चाहिँ हाम्रो यो नोटरी पब्लिकेसनले चाहिँ यो सही छ भनेर नोटरी गरिदिने हो होइन। यो चाहिँ नक्कल बमोजिम सक्कल ठिक छ भने मात्रै हो। अब प्रमाणीकरण भनेको त यो नेपाल सरकारको आधिकारिक पेपर हो भनेर नेपाल सरकार जिम्मेवारी हुने हो। त्यसकारण चाहिँ नोटरीसँग हामीले चाहिँ दार्जिलिङ नै होइन कि। फरक संस्था, फरक विषय, फरक कागजात भइसकेपछि त्योसँग दार्जिलिङ नै होइन। त्यसकारण चाहिँ यो पहिला चाहिँ 80 थियो, अहिले 80 भयो भने चाहिँ गुनासो नै होइन। यो एउटा चाहिँ हामीले गलत बुझाइ मात्रै हो। हामीले अब यति बुझौँ कि हामीले बुझ्नुपर्ने र गर्नुपर्ने। हामीले 100 युरो तिर्यो, ठिक छ। हिजो नेपाल सरकार नहुँदाखेरि हामीले नोटरीले काम चल्यो, हामीले चाहिँ कागजपत्रमा धेरै झमेला आयो होला, हामीले चाहिँ टाइममा कार पाएन होला। तर अहिले चाहिँ हामीले नेपाल सरकारलाई प्रमाणीकरण गरेर बुझाइसकेपछि सम्पूर्ण कागज आइमाले पनि आफ्नो समयमा चाहिँ काम गर्नुपर्छ है। उसले भनेको हुन्छन् 2 हप्तादेखि 90 दिन भनेको हुन्छ नि, तर 90 दिनमा पनि यो टिआरसी दिएको छैन हो। त्यो विषयमा चाहिँ म चाहिँ 100 युरो भन्दा चाहिँ त्यो विषयमा चाहिँ बोल्न चाहन्छु। र नेपाल एम्बेसीलाई पनि, एम्बेसी अफ नेपाल लाई पनि म के भन्न चाहन्छु भन्दाखेरि, जब कि आइमाले 2 हप्तादेखि 90 दिनमा चाहिँ तपाईँको सम्पूर्ण प्रक्रिया पुरा गर्छु भन्नुभएछन् र हामीले ओरिजिनल नै दिएको छौँ, कुनै पनि डुप्लिकेट होइन कि। नेपाल सरकारको अथराइज प्राप्त पेपरहरू दिइसकेपछि त उहाँले त ढिला गर्नु भएन। ढिला गरिसकेपछि नेपाल राजदूतावास चाहिँ आइमासँग समन्वय गरेर 90 दिनमै जुन यो नेपालीहरूको चाहिँ टिआरसी प्राप्त गर्ने चाहिँ पहल चाहिँ गर्नुपर्छ। मलाई 100 युरो तिर्नुपर्नेमा चाहिँ गुनासो छैन, तर हाम्रो चाहिँ ढिलाइ भएकोमा चाहिँ ढिलाइ सुस्ताइ भयो। 90 दिन भनेर नि तपाईँको त्योभन्दा बढी लगाएको नि छ आइमाले। हजुर, एम्बेसी अफ नेपाललाई त भन्ने अधिकार छ नि। मैले प्रमाणीकरण गरेको छु उहाँहरूको सम्पूर्ण कागज, कुनै पनि फेक छैन भनेपछि किन ढिला सुस्ताइ त? काम त गर्नु पर्यो। अनि आफूले चाहिँ ढिला सुस्ताइ काम गर्ने, भ्याएन, वेटिङमा छ भनेर भने फेरि 3 महिनापछि चाहिँ फेरि अर्को पुलिस रिपोर्ट बनाइल्यो, त्यो चाहिँ गलत भयो क्या। त्यो भयो भने फेरि एम्बेसी अफ नेपालले चाहिँ के भन्नु पर्यो भन्दाखेरि नेपाल सरकारलाई पनि फलाना व्यक्तिको चाहिँ पोर्चुगलमा बारम्बार लिने भएको हुनाले ऊ चाहिँ एकचोटि पोर्चुगल आएर पुलिस रिपोर्ट बनाइसकेपछि ऊ नेपाल नगएसम्म त अपराध गर्दैन उसले फेरि। त्यस कारण चाहिँ त्यही नम्बरमा चाहियो पुलिस रिपोर्ट, जुन चाहिँ मैले पनि फेरि त्यही नम्बर भएपछि निःशुल्क छाप हान्न पाइन्छन्। जस्ट डेट मात्रै चेन्ज गर्नुहोस्, नम्बर चाहिँ त्यही दिनुहोस् भनेर भन्नु सक्नु पर्यो एम्बेसी अफ नेपाल लिजबनले। त्यो एउटा भयो भने अझ त्योभन्दा पनि प्रभावकारी र सबैलाई सहज हुने भनेको नेपाल एम्बेसी लिजबन यहीँ पोर्चुगलमै छन्। पोर्चुगल सरकारसँग डाइरेक्टली कनेक्ट छन्। उहाँले चाहिँ के भन्नु पर्यो भन्दाखेरि मैले एकचोटि प्रमाणीकरण गरेर ल्याइसकेपछि सबै डकुमेन्ट भएको व्यक्तिलाई चाहिँ 90 दिनभन्दा बढी चाहिँ समय नलगाउनुहोस्, यो चाहिँ भन्नुपर्छ। यो यहाँको समाजले भनिरहेको अलिकति म गलत नै भन्छु, पैसा घटाउनु 10 रुपियाँ गरोस् या निःशुल्क गरोस्, निःशुल्क गरेर 3 वर्षमा काम काटिदिनु भन्दा त 100 रुपियाँ बरु तिर्ने, 90 दिनमा चाहिँ कार्ड प्राप्त गर्नुको निमित्त समयमा आउनु पर्यो, यसको पहल गर्नु पर्यो।
र हजुर अब हामी पनि के कुरामा क्लियर हुन पर्यो भन्दाखेरि यो 7 देखि 15 युरो भन्ने कुरा पहिला पनि उही थियो रेट र अहिले पनि लगभग तपाईँको यो नोटरी गरेको उही नै छ। जस्ट फरक के छ तपाईँको अहिले दूतावास अहिले एम्बेसी भएको कारणले एम्बेसीको यो अलग शुल्क मात्र हो है, यही भन्ने कुरा हामी बुझ्नु पर्यो। प्रमाणीकरण हो, एमबिसीले गर्ने प्रमाणीकरण हो होइन। एमबिसीले भनेको ओरिजिनलमै यसरी नै छाप लगाउँछ, मैले अघि पनि देखाएँ होइन। यो नोटरीले त नेपाल सरकारको कागजमा एउटा अक्षर यस्तो पेपरमा चाहिँ एउटा अक्षर पनि लेख्न पाइँदैन। मकर हमालको तपाईँको पहिलाको कुनै पनि पेपरहरू छ भने हेर्नुहोस्, उहाँले चाहिँ ओरिजिनलमा साइन गरेको हुँदैन, उहाँले त्यतिखेर एम्बेसी थिएन नै, उहाँको अधिकार छैन ओरिजिनल नेपाल सरकारको, किनभने उहाँ चाहिँ नेपाल सरकारको कर्मचारी होइन, उहाँले चाहिँ नेपाल सरकारको कुनै पनि पदवी होइन, उहाँले त मानठ मात्रै हो। उहाँ त तपाईँले यति बुझ्नुहोस् कि नेपाल सरकारको अहिले दूतावासमा काम गर्ने व्यक्तिहरूको द्वितीय श्रेणी, प्रथम श्रेणी, सचिव भन्ने हुन्छन् होइन। अब भनेपछि तपाईँको चाहिँ मकर हमालको त त्यस्तो कुनै पनि पद छैन नि त, उहाँले त ओरिजिनलमा छुन पाउँदैन। उहाँले भनेको ट्रान्सलेट गर्ने हो, ट्रान्सलेटमा चाहिँ ओरिजिनल यो सक्कल बमोजिम नक्कल ठिक छ मात्रै भनेको। यसलाई चाहिँ अहिले आइमाले चाहिँ स्वीकारेको छैन, त्यो मात्रै हो। अब स्वीकार्दै नस्वीकारेको पेपर त जतिमा गरे पनि के भयो र अब आउँदो समयमा नेपालीहरू हामीहरूले अब बुझ्नेछौँ कि कहाँ कसरी डकुमेन्टेसनहरूको काम गरिन्छ के हो भन्ने सबै कुरा अब प्रष्ट नै भयो होला। यो जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, नमस्ते। अन्तमा चाहिँ हामीले चाहिँ नेपाल दूतावासले प्रमाणीकरण गरिसकेपछि चाहिँ हामीले ओरिजिनली बुझाउने ठाउँमा चाहिँ नोटरी गरेर चाहिँ लानु पर्दैन भन्ने कुरा चाहिँ सबैले बुझोस् भन्ने चाहिँ म चाहन्छु। धन्यवाद। र हजुरसँग फेरि हामी अर्को भिडियोमा पनि भेट्नेछौँ। यस्तै कुनै हाम्रो नबुझिएका प्रश्नहरूलाई लिएर हामी फेरि उपस्थित हुनेछौँ। धन्यवाद। हस्, नमस्ते। धेरै धेरै धन्यवाद तपाईँहरूलाई अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा। तपाईँहरूमा यस्तै प्रश्न र जिज्ञासाहरू भएमा कमेन्ट गर्नुहोला। त्यही कमेन्टको आधारमा तपाईँको प्रश्नहरूको आधारमा हामी दोस्रो भिडियो बनाउनेछौँ। धन्यवाद।